हेलो सेवा नमस्कार साथीहरू, यहाँहरू सबैजनालाई फेरि पनि हाम्रो नयाँ ब्लगमा स्वागत छ है। आज चाहिँ प्रभु यीशु ख्रीष्टको जन्म उत्सव यानि कि डिसेम्बर 25 तारिक आज देशैभरि मनाइरहेको अवस्था छ। सो हामी पनि मनाउनको लागि रेडी भइसकेका छौँ गाइज है। ब्याकग्राउन्डमा देखिहाल्नुभयो हाम्रो चर्च सजाएर रेडी छ एकदम झकास पाराले। अब टक्कसँगले मनाउने हो है। खानापिना अघि रेडी गरिसक्यो, अब चाहिँ भने हामी स्टार्ट गर्न लागेका छौँ। कस्तो हुन्छ हाम्रो भिडियो हेरेर साथ दिनु होला है त गाइज। ल टक्कसँगले चिसो मौसम छ, अँध्यारो पनि हुन आँट्यो। हामीले बाहिर चाहिँ खासै सजाएको छैनौँ, भित्रपट्टि चाहिँ सजाएर राखेका छौँ इन्टेरियरहरू। तपाईँलाई हामी देखाउने छौँ है त। केकहरू पनि लिएर आइसकेँ मैले चाहिँ। ल साथीहरू, तपाईँहरूलाई हामी भित्रको इन्टेरियर पनि देखाउँछौँ, हामी कसरी सजाउँछौँ कसरी मनाउँछौँ भन्ने विषयमा तपाईँहरूलाई देखाउने छौँ है। सबैजनाको उपस्थिति भइसकेको छ, मेरो मात्रै बल्ल। हाम्रो ह्यान्डसम भाइ यहाँनिर धेरै मेहनत गरिरहेको छ। ल जय मसी, ह्याप्पी क्रिसमस सबैजनालाई। ल ल ल ल ल ल स्वागत छ स्वागत छ। ल ल ल ल ल ल ल ल एभ्रिवान। ल ए हाम्रो नानी आज रानी ड्रेसमा छ। यता हाम्रो नानीको बेस्टीहरू है, यिनीहरू सबैजना बेस्टीहरू हो। यिनीहरू सबैजना यता चाइना। ल साथीहरू, हामीले चाहिँ यसरी सजाएको छौँ टक्क लगाएर क्रिसमस ट्री है त। ल गाइजहरूलाई पनि स्वागत छ हाम्रो ब्लगमा। धन्यवाद, ह्याप्पी क्रिसमस। आज दिदीबहिनी एकदमै राम्रो भएर आउनु भएको छ परमेश्वरको महिमा गर्नको लागि। अनि आर यु एक्साइटेड गाइज? लाइटले हो कि के हो? पुरै सेतो न सेतो देख्छु त म त। अनि लाइटले हो क्या हो? ल साथीहरू, अब सुरु हुनै लागेको छ कार्यक्रम चाहिँ। साउन्ड चेक हुँदैछ। सुरुको प्रार्थना गर्नेछौँ। अनि यो सुरुको प्रार्थना चाहिँ हाम्रो यसै मण्डलीका सचिव हुनुहुन्छ बहिनी जुनिता राई, उहाँले हामीलाई सुरुको प्रार्थना गरेर हामी सङ्गतिलाई सुरु गर्नेछौँ उहाँद्वारा। परमेश्वरलाई धन्यवाद सबैलाई। फेरि पनि प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। आजको क्रिसमस कार्यक्रमलाई सुरु गर्नुभन्दा अगाडि म सुरुको प्रार्थना गर्नेछु, तपाईँहरूले सहभागी हुनुहोस्। सर्वशक्तिमान परमेश्वर पिता, हामी तपाईँलाई यो समयमा धन्यवाद दिन्छौँ। आजको यो विशेष दिन तपाईँ प्रभु यीशु ख्रीष्टको जन्मदिनलाई प्रभु हामी सम्झना गर्दै तपाईँ परमेश्वरको चरणमा आएको छौँ। अनि तपाईँले हाम्रो मुक्तिदाता उद्धारकर्ता भनी जन्मिनु भएको दिनलाई प्रभु हामी स्मरण गर्दछौँ। अनि आजको दिनमा यहाँ हामी जतिजना भेला भएको छौँ, हामी एकको साथमा प्रभु तपाईँ हुनुहुन्छ। साँचो गरी प्रभु तपाईँ हाम्रो हृदयमा पनि जन्मनु भएको छ। आज जतिजना यहाँनिर आउनुभएको छ हरेकलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। जतिजना आउँदै हुनुहुन्छ तपाईँ परमेश्वरले उहाँहरूलाई पनि डोर्याएर ल्याउनुहोस्। अनि प्रभु यो सङ्गतिलाई प्रभु आजको क्रिसमस कार्यक्रमलाई सुरुदेखि अन्तिमसम्म तपाईँको हातमा समर्पण गर्दछौँ र मान्छौँ आशिष प्रभु येशू ख्रीष्टको नाममा। आमेन। हुन्छ, हाम्रो सुरुको प्रार्थना भइसकेको छ। अब भने हामी यो समयमा चाहिँ हामी कोरसलाई गाउनेछौँ। 131 नम्बरको कोरस तपाईँहरू सबैजनाले निकाल्नु होला। कोरसलाई असल तरिकाले गाएका छौँ। अनि अब यो समयमा चाहिँ हामी स्वागतको समयमा आएका छौँ। अनि स्वागत गर्न चाहन्छु
विशेष गरेर चाहिँ यही मण्डलीमा रहनुभएका अनि हाम्रो आदरणीय पास्टर बुवा अनि पास्टर आमा हुनुहुन्छ, उहाँहरूलाई म यहाँ अगाडि उभिदिनलाई अनुरोध गर्दछु। यहाँ अगाडि उभिदिनु होला। अनि त्यसै गरी फुलमाया आन्टी पनि आइदिनु होला अगाडि। अनि त्यसै गरी हुनुहुन्छ चारालीबाट आउनुभएको आन्टी हुनुहुन्छ, अगाडि यहाँ अगाडि क्रिसमस ट्रीको अगाडि उभिदिनु होला। चारालीबाट आउनुभएको आन्टी, उहाँको नाम मलाई थाहा भएन, सरी माफ गरिदिनु होला। उहाँ चाहिँ हाम्रो पाहुना हुनुहुन्छ, दिमा राई हुनुहुन्छ, उहाँ पनि अगाडि आइदिनु होला। उहाँहरूलाई हामी एकसाथ स्वागत गर्नेछौँ। अनि चाहिँ हामी ढिला नगरिकन अब हामी क्रिसमस कार्यक्रममा भेला भएका छौँ अनि येशू ख्रीष्टको जन्मको बारेमा हामी भजनहरू गाउनेछौँ। अनि उहाँ चाहिँ योभन्दा 2000 वर्ष अगाडि चाहिँ उहाँ दाउदको सहरमा जन्मिनु भएको थियो अनि उहाँको सम्झनामा चाहिँ हामी आजको दिनमा भेला भएका छौँ येशू ख्रीष्टको जन्मोत्सव मनाउनको लागि। त्यस कारणले गर्दा हामी उहाँकै जन्मोत्सवको बारेमा हामी भजनहरू गाउनेछौँ। यस समयमा तपाईँहरू सबैजना निकाल्नु होला। हामी एउटै स्वरमा उच्च स्वरमा सबैजना मिलेर गाउनेछौँ 480 नम्बरको भजनलाई। हामी 480 नम्बर भजनलाई हामी गाउनेछौँ। सबैजना ताली खैजडीका साथमा एकदम रमाइलो साथ है त। हालेलुया, मेरी क्रिसमस, मेरी क्रिसमस। जाडो भयो भने नाच्नु सक्नुहुन्छ तपाईँहरू। हामीले यो भजनलाई असल तरिकाले गाएका छौँ। हाम्रो प्रभु येशू ख्रीष्ट जन्मनु भएको उत्सव मनाउनको लागि हामी भेला भएका छौँ अनि उहाँ चाहिँ हाम्रो पाप उठाउनको लागि, हाम्रो दुःखहरूलाई उठाउनको निम्ति चाहिँ उहाँ चाहिँ जन्मिनु भएको थियो गाईको गोठमा। हामीले यहाँ अगाडि भजन गाउँदा पनि भन्यौँ के भनेको छ यहाँनिर, धरतीको बोझो उठाइ लाने जन्मिए मुक्तिदाता। आज मानिसहरूमा चाहिँ यति धेरै पाप बढेको थियो। परमेश्वरले जब हामीलाई सृष्टि गर्नुभयो, मानव जातिलाई सृष्टि गर्नुभयो अनि आदमद्वारा पाप सुरु भयो अनि आदमद्वारा पाप सुरु भइराख्दाखेरि चाहिँ धेरै संसारमा मानिसहरू फैलिसकेका थिए। अनि त्यो समयमा चाहिँ परमेश्वरले चाहिँ मानिस जातिलाई चाहिँ एकदमै माया गर्नुहुन्थ्यो अनि मानिस जाति चाहिँ चेतनशील प्राणी भएको थियो। तर पनि परमेश्वरको विरुद्धमा जब आदमबाट पाप सुरु भयो अनि परमेश्वरको विरुद्धमा मानिसहरूले दिन प्रतिदिन पाप गर्न लागे अनि परमेश्वरसँग उहाँहरूको मानिसहरूको सम्बन्ध चाहिँ टाढिँदै थियो। अनि त्यो समयमा चाहिँ परमेश्वरले चाहिँ हाम्रो निम्ति चाहिँ हामीलाई बचाउनको निम्ति चाहिँ उहाँले चाहिँ आफ्नै पुत्रलाई दिनुभयो यो संसारको निम्ति। अनि त्यो संसारमा चाहिँ दिनुभएको दिनलाई हामी सम्झना गर्दै आज उहाँको जन्म उत्सव मनाउनको लागि हामी भेला भएका छौँ। हुन्छ, हामी यसै गरी भजन नम्बर 49 पनि गाउनेछौँ। तपाईँहरू सबैजनाले यसरी नै उच्च स्वरमा गाउनु होला। भजन नम्बर 49। सबैजना खुसी हुनुहुन्छ नि? खुसी हुनुहुन्न जस्तो छ, आवाज धेरै आएन है। खुसी हुनुहुन्छ? ताली बजाउनुहोस्। आवाज आइन्छ त। आज के हो तपाईँलाई थाहा छ? कुन दिन हो थाहा छ? परमेश्वरको जन्म उत्सवको दिन। हामी मानिस जातिको जन्म उत्सव त कति धुमधामसँग मनाउँछौँ होइन? यो त परमेश्वर हामीलाई मुक्ति दिनुहुने, उद्धार मुक्ति दिनुहुने, चित्तैमा अनुग्रह दिनुहुने परमेश्वरको जन्म उत्सव। आउनुहोस् हामी सबैजना मिलेर गाउँदैछौँ है त। हुन्छ, हामीले भजनहरू गाइसकेका छौँ। उहाँको जन्म उत्सवको बारेमा नै हामीले भजनहरू गायौँ अनि भजनहरू सुनेर पनि हामीले बुझेका छौँ कि उहाँ चाहिँ चिसो मौसममा जन्मिनु भएको थियो। हाम्रो उद्धारको निम्ति चाहिँ उहाँ चाहिँ एकदमै चिसो मौसममा जन्मिनु भएको थियो। अनि त्यसै गरी हामीले पनि चिसो मौसममै हामीले पुष महिनामा मनाइरहेका छौँ। हुन्छ, अब भने चाहिँ हामी ढिला नगरिकन यो समयमा तपाईँहरूलाई दिनेछु आशिषको समय। तपाईँहरूले लिन सक्नुहुनेछ। परमेश्वरको स्तुति प्रशंसाको लागि, महिमाको लागि तपाईँहरू नाच्न सक्नुहुनेछ अनि गाउन सक्नुहुनेछ यो समयमा। म यो अनि त्यस पछाडि तपाईँहरू को हुनुहुन्छ तयारी भनिदिनु होला। बुवालाई हामी जोरदार तालीले स्वागत गर्नेछौँ।
म एउटा कुरो गाउँछु तपाईँले सुनिदिनुहोस् है सानो त्यति असल त होला तर पनि एकदमै असल मानेर सुनिदिनुहोस् ल ठिक छ बोल्नुभयो नि त होइन यो आजको परमेश्वरको जन्मदिनमा यो बुढो मान्छेले पनि गाएको थियो है भन्ने खालको पोहोर अर्को साल रहन्छ नि होइन आमेन आमेन होस् त परमेश्वरलाई महिमा मिलोस् र धन्यवाद भाइलाई मिलाएर राख्दैन अन्त्य हुन्छ हाम्रो पास्टर बाले पनि समय लिनुभयो उहाँले चाहिँ हरेक साल यसरी हाम्रो माझमा गाउनुहुन्छ अनि हप्तामा बस्नुभयो भने हरेक हप्ता गाउनुहुन्छ उहाँलाई चाहिँ परमेश्वरले धेरै जोस दिनुभएको छ उहाँको अवस्थामा हामी यसरी गाउन सक्दैन होला सायद फेरि हामी परमेश्वरलाई धन्यवाद दिँदै उहाँलाई फेरि जोरदार तालीले हामी धन्यवाद दिन्छौँ Christmas go Jesus, Jesus mo samba.
जोडिएको सम्बन्ध उस्तोसम्मकै नाता हो जोडिएको सम्बन्ध उस्तोसम्मकै नाता हो परमेश्वरको हातले लामा सम्हाल
हुन्छ हाम्रो बिचमा एकदमै राम्रो परमेश्वरको प्रशंसाको गीत गाएर भजन गाएर भाइ गइसक्नु भएको छ। नाप्नै नसकिने अनि जोख्न नसकिने माया चाहिँ परमेश्वरले हाम्रो निम्ति देखाउनु भएको छ अनि कहिले पनि अन्त्य हुँदैन उहाँको प्रेम चाहिँ। उहाँले गर्नुभएको त्यो माया चाहिँ हामी एउटा जातिलाई होइन धनी गरिब छुटाउनु भएन, उहाँले सबैलाई उहाँले एउटै किसिमको माया गर्नुभएको छ। हुन्छ भाइलाई पनि धन्यवाद। अनि अझै हुनुहुन्छ भने तपाईँहरूलाई समय अझै हुनुहुन्छ भने फटाफट समय लिइदिनु होला। हामीलाई समयले पर्खिरहेको छैन, रात पर्दैछ बाहिर, हामी यहाँनिर भित्र अलिक छिटो छिटो गर्ने कोसिस गर्नेछौँ अब चाहिँ। छैन अरू? यहाँ सबैलाई ह्यापी मेरी क्रिसमस। मेरी क्रिसमस। अनि आउनुभएको सबैजना हाम्रो मण्डलीजनहरूलाई अनि यो बडा दिनको हृदयदेखि धेरै धेरै धन्यवाद। अनि विशेष गरी हाम्रो यहाँ भान्जी बुहारी यहाँ आएकी छन्। म हाम्रो भान्जी बुहारी हाम्रो यो बिचमा हामीसँग आइदिएकोमा म धेरै आभारी छु र एकपल्ट हाम्रो भान्जी बुहारीजी उठेर हामी उहाँलाई स्वागत गर्नेछौँ ताली बजाएर। धेरै खुसी लाग्यो। फेरि पनि अर्को वर्ष को बाँच्ने को प्रभुमा सुत्ने कसैलाई थाहा हुँदैन, तर यो 2025मा चाहिँ परमेश्वरले यस्तो अग्रिम आशिष दिनुभयो। हामी सबैजना भेला भएर यहाँ एकअर्कामा एउटा मिठो माया बाँड्न हामीले सफल भयौँ, त्यसको लागि धन्यवाद। र हाम्रो यहाँ आदरणीय पास्टर गुरुबा हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद। र अनि हाम्रो यहाँ आदरणीय गुरुआमा हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद। भाइ र अङ्कल एकदमै मिठो भजन गाएर जानुभयो परमेश्वरको स्तुति गरेर। अनि हाम्रो माझमा चाहिँ उहाँको भान्जी बुहारी पनि आउनुभएको छ भन्ने हामीलाई चिनाउनु भयो। अनि उहाँलाई पनि हाम्रो मण्डलीमा स्वागत छ। अनि तपाईँको लागि हाम्रो मण्डलीको ढोका सधैँ खुला रहनेछ। हजुरलाई इच्छा लाग्छ भने हरेक हप्ता हाम्रो मण्डलीको ढोका तपाईँको लागि खुला रहनेछ, आइदिनु होला। अनि बुझ्नु होला भन्न चाहन्छु। अझै समय म तपाईँहरूलाई दिँदैछु, अब 2-3 जनाले मात्रै समय लिइदिनु होला, एकदमै धेरै रात परिसकेको छ। नाच्नको लागि उठिदिनु होला आफ्नो आफ्नो स्थानमा। हामी सबैजना नाचेर जिउ तताउनेछौँ अनि परमेश्वरको महिमा गर्नेछौँ। हेलो 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 हेलो। हुन्छ यहाँहरू सबैजनालाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह, ह्याप्पी। ल तपाईँहरू उठेर नाच्न पनि सक्नुहुन्छ है। म यसो गीत गाउँछु परमेश्वरको महिमाको लागि र यहाँहरू उठेर नाच्न पनि सक्नुहुन्छ। नाचौ नाचौ सबैजना उठ्नुहोस्। ल है त सबैजना ल।
सबै रमाउँदै खुसियाली मनाउँदै मुक्तिदाता जन्म्यो भनेर सम्झनामा रम्दैछौँ कति भव्य पर्थ्यो जब ईश्वर आए मानिस बनेर चारैतिर कति झिलिलिलिलिलिलिलि रातो पहेँलो बत्ती आछु छु 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 कति साह्रो जाडो लाउन आगो ताप्न आऊ है सभ्यता चाँडो आफ्नो आँगन आएछ है बढादिन क्रिसमस फर्केर आफ्नो आँगन आएछ है बढादिन क्रिसमस फर्केर नबलले न बुद्धिले न धनले न शक्तिले मानिसको पापलाई पखाल्छ येशू ख्रीष्ट आउनुभयो मानिसलाई बचाउनलाई उनमा मात्र पापको क्षमा छ चारैतिर कति झिलिलिलिलिलिलि रातो पहेँलो बत्ती छु 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 कति साह्रो जाडो लाउन आगो ताप्न आऊ है सभ्यता चाँडो सबै आऊ है आफ्नो आँगन आएछ है बढादिन क्रिसमस फर्केर 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 गरेर गइसक्नु भएको छ उहाँहरूलाई पनि परमेश्वरले आशिष दिनुभएको होस् अनि उहाँहरूको परिवारलाई पनि परमेश्वरमा आउने त्यो जोसहरू चाहिँ मिल्न सकेको होस् भनेर हामी प्रार्थनामा सम्झिनेछौँ किनभने नानीहरू चाहिँ अक्रिस्चियन परिवारबाट हुनुहुन्छ दुईजना चाहिँ हाम्रो नानीको स्कुलको क्लासको साथीहरू हो उनीहरूले चाहिँ नाचेर गइसकेको छ परमेश्वरलाई धन्यवाद अनि अब म धन्यवाद दिन चाहन्छु यहाँनिर हाम्रो मण्डलीमा यसरी सजी सजाउ भएको छ मण्डली यो साल हामी हरेक साल चाहिँ यसरी मनाउँदैन थियौँ अघिल्लो सालतिर तर यो साल चाहिँ हामीले अलिक सजाएर मनाउँ भनेर चाहिँ हामीले सबैजना मिलेर जोस जागरको साथमा हामीले यसरी मनाएका छौँ अनि बहिनीले जुनिताले ब्यानरको लागि अनि त्यसै गरी सजावटको लागि उहाँले धेरै मात्रामा रकम दिनुभएको छ बहिनी जुनितालाई पनि अनि उहाँको श्रीमान उहाँको परिवारलाई परमेश्वरले धेरै आशिष दिनुभएको छ उहाँलाई धन्यवाद अनि हाम्रो मण्डलीबाट अनि पास्टर बुवा र पास्टरनी आमाले पनि यसमा लगानी गर्नुभएको छ उहाँहरूलाई पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस् अनि त्यसै गरी जतिजना भाइहरू अनि हामी जतिजना उपस्थित भएर हामीले श्रम गऱ्यौँ हामीलाई पनि परमेश्वरले आशिष दिनुभएको होस् अनि मेरो श्रीमानज्यूलाई पनि यो ट्री बनाउनमा उहाँले एक्लै गर्नुभएको हो उहाँलाई पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस् अनि उहाँलाई चाहिँ हामी धन्यवादको ताली बजाउनेछौँ यो समयमा चाहिँ तपाईँ हामी सबैजनालाई अन्तिममा चाहिँ धन्यवाद किनभने त्यो मन चाहिँ परमेश्वरले हामीलाई दिनुभएको थियो एउटै मन एउटै दिएको भएर हामीले रातिको समयमा भएर पनि एकजुट भएर हामीले हाम्रो समय नहुँदै पनि हामीले चाहिँ परमेश्वरको महिमाको लागि भनेर यसरी हामीले सजाएका छौँ तपाईँहरू सबैजनालाई धन्यवाद अब भने चाहिँ हामी ढिला नगरिकन हामी वचनको समयमा आएका छौँ यो वचनको लागि प्रार्थना चाहिँ हाम्रो आन्टी हुनुहुन्छ आदरणीय आन्टी गोमाले आफ्नै स्थानमा उठेर वचनको लागि प्रार्थना गरिदिनु हुनेछ नानीहरू हल्ला नगरी आमेन हुन्छ हामीले प्रार्थना गरिसकेको छौँ आन्टीलाई पनि धन्यवाद परमेश्वरले आशिष दिनुभएको होस् अनि यो वचनको समय चाहिँ हाम्रो आदरणीय पास्टर बुवा हुनुहुन्छ जक्कै सुब्बा उहाँलाई हामी यो समय दिनेछौँ वचनको समय साथै हाम्रो क्रिसमसको यहाँ लागि हामीले केक तयार गरेका छौँ त्यसको लागि पनि बुवाले नै समय लिनुहुनेछ अनि हामी नानीहरू कृपया हल्ला नगरी बसिदिनु होला अगाडि अनि हामी जोरदार तालीले स्वागत गर्छौँ यो समयमा बुवा आज विशेष गरी हामी यहाँनिर धेरैजना नाच्यौँ गायौँ अनि के हो किन नाचेको किन गाएको भन्दाखेरि चाहिँ यीशुको जन्मेको दिन यीशुको बर्थडे मनाएको भनेर हामी भन्यौँ सबैलाई होइन आजको दिन 25 डिसेम्बर होइन पुष 10 गतेको दिन अनि आज
सारा संसारभरि सबै ठाउँ नै यसरी नै बत्ती जलाएर गाउँदै बजाउँदै नाच्दै यीशु हो यीशु जन्मिनु भएको हो भन्ने कुरा प्रमाण दिएर अघि मानिसहरू नाचिरहेको छ, कराइरहेको छ, भनिरहेको छ। यीशु चाहिँ पक्का जन्मेको हो, किनभने बाइबलमा लेखिएको छ यीशु चाहिँ मानिसको रूपमा देहधारी भएको हो भन्ने कुरो बाइबलले बताउँदछ है। हामी त्यही कुरोलाई विश्वास गर्छौँ। अनि त्यही कुरोलाई मान्छेहरूले कतिजनाले भन्दछ अब यीशु जन्मेको त हो तर कहिले जन्मेको भन्ने कुरा चाहिँ अन्धोलमा छ। कतिजना चाहिँ भन्छ यीशु त जन्मेकै छैन, के को क्रिसमस मनाउने भन्छ होइन। यसै कारण त यहाँनिर हामीलाई परमेश्वरको वचन भन्छ र राम्रो नराम्रो सबै कुरो छ, त्यसमा छुटाउने काम चाहिँ तिम्रो हो। त्यस कारण त परमेश्वरले तपाईँ र मलाई विवेक दिनुभएको छ, छुटाउने काम चाहिँ तपाईँ र हाम्रो हो होइन। जो उद्धारकर्ता मुक्तिदाता परमेश्वर प्रभु येशू मसीह यो सारा संसारभरि नै यसरी नै खुसी मनायौँ भनेर मनाइरहेको छ र बाइबलमा पनि त्यही कुरो लेखिरहेको छ। अब मनाउँदैन भने अब उसको विचार कुरो हो, तर एउटा मुक्तिदाताको, एउटा पापको क्षमा गर्ने परमेश्वरको, सारा सृष्टिको मालिकको जय जयकार गर्नुको लागि, प्रार्थना गर्नलाई किन त्यत्रो गनगन। यसले गर्दा हामी परमेश्वरको वचन अलिकति हेरौँ ल। हामी लुकाको पुस्तकलाई खर्र पढौँ मात्रै होइन। लुका 1:26 देखि 31सम्म सन्तोषले पढिदिनु। सन्तोष 26 देखि 31 है। 1 को लुका 26 देखि 31सम्म 3 र 1 हुन्छ। म यहाँ पाठ गर्दैछु। यीशुका जन्मको भविष्यवाणी। 6औं महिनामा परमेश्वरले गाब्रिएल स्वर्गदूतलाई गलिलको नासरत नाउँको सहरमा पठाउनु भयो। तिनी एउटी कन्या केटी कहाँ गए जसको मगनी दाउदका घरानाको योसेफ भन्ने एउटा मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ यीशु राख्नेछौ। उहाँ महान हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाउनु हुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँले उहाँको राज्यको अन्त्य हुने छैन। मरियमले स्वर्गदूतलाई भने, यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ। स्वर्गदूतले तिनलाई जवाब दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसै कारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाउनु हुनेछ। हेर, तिम्री नातेदार एलिसिबाले पनि तिनको परमेश्वरको वचनले हामीलाई आशीर्वाद दिउन्। पढिदिनु भएको लागि धन्यवाद। है यहाँनिर भन्छ ग्याब्रिएल त्यहाँनिर जानुभयो, देखा पर्नुभयो र भन्नुभयो, तिमी नडराऊ, तिमी नडराऊ, हेर यो जो गर्भमा छ यो चाहिँ पवित्र आत्माद्वारा हो भनेर भने कुरा पाउँछौँ। कतिजना मान्छेले भन्छ अरे लोग्ने बिहेको कसरी स्त्रीले बच्चा जन्माउनु सक्छ भनेर मानिसले भन्छ होइन। तर लोग्ने भए पनि कतिले स्त्रीले बच्चा जन्माउँदैन। अनि अर्को कुरो, परमेश्वरको सामर्थ्य नभए कसरी उसबाट बच्चा हुनसक्छ र परमेश्वरमा कुन कुरो चाहिँ अभाव छ र। यसकारण त परमेश्वरमा सबै कुरो सम्भव छ। परमेश्वर पवित्र आत्माद्वारा प्रभु येशू मसीहको जन्म भयो भन्ने कुरा भविष्यवाणी, जन्मिनुहुन्छ भन्ने भविष्यवाणी भयो र साथै त्यसरी नै
एउटा बालक जन्मिए गर्भमा हुँदाखेरि भुँडीभित्र हुँदै नै तिमीले नानीको नाम चाहिँ यीशु राख्नु भनेर भने र यीशु राख्नु तिमीले नानीको नाम भन्नुको अर्थ चाहिँ केटा जन्मिन्छ र केटाको नाम चाहिँ यीशु राख्नु भनेर भन्नुभयो होइन। केटा र केटी भन्ने कुरामा चाहिँ आज गर्भमा हुँदाखेरि त्यो बेला देख्दैन थियो। अहिले चाहिँ अब छोरा जन्मिन्छ कि छोरी जन्मिन्छ भनेर मान्छेले हेर्ने गर्छ र पत्तो पनि लगाउँछ, तर त्यो बेला चाहिँ त्यस्तो थिएन। स्वर्गदूतले नै भन्नुहुन्थ्यो केटा तिम्रो छोरा नै जन्मिन्छ, छोरै जन्म्यो होइन। परमेश्वरको वचनले हामी सबैलाई यही कुरा बताउँछ। हामी अर्कोतिर जाउँ ल। येशू मसीह परमेश्वर प्रभु येशू आदिमा वचन नै परमेश्वर हुनुहुन्थ्यो। उहाँलाई यसरी मानिस भएर एउटा शरीरमा आउनुपर्ने केही जरुरत त थिएन, तर पनि परमेश्वरले तपाईँ र मेरो होइन ख्याल गर्नु भएर माया गर्नु भएर तपाईँ र मेरो निम्ति नै उहाँ चाहिँ देहधारी भएर मानिसको रूपमा जन्मिनु भयो भन्ने कुरा हामी पाउँछौँ होइन। त्यसले गर्दा हामी यहाँनिर यूहन्ना सुसमाचार 1:14 हामी चटक्कसँगले सुरु आमेन हामीले यसरी सुन्छौँ। पहिला सुरु यूहन्ना सुसमाचारमा हामीले सुन्छौँ के अरे वचन परमेश्वर चाहिँ आदिमा वचन हुनुहुन्थ्यो, वचन नै पछाडि परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीले सुन्छौँ। त्यसले गर्दाखेरि परमेश्वर चाहिँ आदिमा वचन थियो, वचन नै परमेश्वर थियो र त्यो वचन चाहिँ आज देहधारी भएर तपाईँ र मसँग एउटा तपाईँ र मेरो दुःख सुख बुझ्नुको लागि मानिस भयो भन्ने कुरा तपाईँ र मैले जान्दछौँ र बाइबलले तपाईँ र मलाई यही कुरोको प्रस्ताव छ र प्रश्नै भन्नुहुन्छ कि उहाँ चाहिँ देहधारी भएर बालकको रूपमा जन्मिनुभयो, तपाईँ र मेरो माझमा आउनुभयो। परमेश्वर प्रभु यीशु मसीह गाईको ढुँडमा सुताइयो, बेथलेहेम सहरमा जन्म भयो भन्ने कुरा प्रमाण दिन्छ बाइबलले। हामी अर्कोतिर जाउँ ल। अब वचन चाहिँ बालक भयो, मान्छे भयो होइन, देहा भयो भन्ने कुरा हामीले सुन्यौँ। यीशुको भविष्यवाणी भयो, जन्मिन्छ। अब यीशु जन्मिन्छ, अब यो औरतबाट जन्मिन्छ। कुन औरतबाट भन्दाखेरि कन्या मरियमबाट। यस्ता कन्या अरू कुनै पनि छैन, यही कन्याबाट जन्मिन्छ जो चाहिँ पवित्र आत्माद्वारा भनेर यहाँ बताएको पाउँछौँ है। किन जन्मिनु भएको त, मान्छे हुनु किन त्यत्रो जरुरी थियो त भन्दाखेरि हामीलाई यहाँनिर बाइबलले के भन्छ हामी यसो बाइबललाई पनि हेरौँ ल। हामी यिर्मयाको पुस्तक 29:11-13 माइला 29:11-13 यसरी लेखिएको छ। यिर्मयाको पुस्तक देहधारी भएर जन्मिनु भयो किन? 29 अध्यायको 11देखि हामी 13सम्म हेर्नेछौँ। किनभने जुन योजनाहरू मैले तिनीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिनीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइन, तिनीहरूलाई आशा र भविष्य दिनलाई। तब तिनीहरू म कहाँ आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिनीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। तब तिनीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिनीहरूले मलाई खोजेर पाउनेछौ। आमेन आमेन। किन हुनुभएछ त भन्दाखेरि के को लागि हुनुभएछ? अहिले हामीलाई बाइबलले के भन्यो? हाम्रो भलाइको लागि, हाम्रो दुःख कष्ट बुझ्नुको लागि, हाम्रै निम्ति चाहिँ उहाँ देहधारी भएर यो संसारमा आउनुभएछ होइन। र उहाँ परमेश्वर हुनुहुन्थ्यो स्वर्गमा, तर पनि तपाईँ र मेरो दुःख बुझ्नुको लागि परमेश्वर देहधारी भएर है हाम्रो निम्ति यस संसारमा आउनुभयो र हाम्रै निम्ति उहाँ आफ्नो जीवन सबै समर्पण गर्नुभयो। उहाँको निम्ति हामी धन्यवाद दिने एउटा समय निकाल्दा पनि सोमबार हो कि मङ्गलबार, बुधबार हो कि बिहिबार हो, ठन्डामा कि गरममा हो भन्ने कुरा
दुनियाँभरको हामी कथा सुनाउँछौँ होइन। र हामी अलिकति अर्कोतिर जाउँ। मर्कुसको 10को 45लाई हाम्रो सन्तोषले पढिदिने त देख्छ। 10को 45 हजुर। किनकि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरै छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। आमेन होइन। म तपाईँहरूबाट केही लिनु आएको होइन, म आएको यसरी आएको हो, तपाईँहरूको सेवा गर्नुलाई आएको हो। तपाईँहरूको दुःखमा म एउटा तपाईँहरूको दुःखमा मैले अन्धालाई आँखा, लङ्गडालाई खुट्टा, मरेको लाजरसलाई जिउँदो बनाउनु आएको हो। दुखीलाई म दुःखको लागि म ऊ सँगसँगै उसको दुःख मुक्त होस् भनेर आएको हो। म तिम्रो घाउ धोइदिनु आएको हो, म तिम्रो दुःख पीडा बुझ्नु आएको हो, म तिमीलाई सघाउनु आएको हो भनेर परमेश्वरको वचनले भनेको कुरा सुन्छौँ। परमेश्वरको वचनले हामीलाई यसरी बुझाउँछ किन आउनु भएछ होइन। भविष्यवाणी भइसकेपछि परमेश्वर किन यस्तो हुनु पर्यो र परमेश्वर चाहिँ हाम्रो निम्ति किन यसरी आउनु पर्यो त र मान्छे नै किन हुनु पर्यो भन्ने कुरामा हामीलाई एउटा प्रश्न गराउँछ। यदि मान्छे नभएको भए, बालखा भएर नजन्मेको भए, यदि गाईको गोठमा नजन्मेको भए, उहाँ के अरे राजदरबारमा त्यो महलमा जन्मेको यदि भए तपाईँ र मेरो कल्याण थिएन होइन। तपाईँ र मेरो दुःख बुझ्नुहुन्थेन। तपाईँ र मेरो दुःख बुझ्नुको लागि त्यो एउटा गोठालाहरूसँग भएर उहाँले जन्म लिनुभयो। धनी भएर पनि गरिब हुनुभयो होइन। स्वर्ग राज्यमा भए तापनि आज तपाईँ हामी भएको ठाउँमा आउनुभयो। उहाँलाई धन्यवाद दिनको लागि के को दुनियाँभरको कुरा गर्नु र त्यसले गर्दाखेरि हामीले यसरी धन्यवाद दिएर उहाँलाई पुग्दैन। उहाँको प्रेमलाई हामीले बुझेर बुझिसक्दैनौँ। यसका गर्दा परमेश्वरको प्रेमको लागि धन्यवाद। र यो सबै परमेश्वरको वचनले हामी सबैलाई आशीर्वाद मिलुन्। परमेश्वरलाई धन्यवाद दिँदै तपाईँहरू सबैलाई प्रभु येशूको नाममा जय मसीह गर्दछु र यो समय फेरि म हाम्रो सञ्चालकज्यूलाई दिँदछु। हवस् त। हामी त्योभन्दा अगाडि चाहिँ हामीले बुवा आमाको लागि भनेर हामीले धेरै ठुलो कुरा त दिन सकेनौँ। हाम्रो मण्डली परिवारकै तर्फबाट हामीले सानो सानो कोसेली रेडी गरेका छौँ, तयारी गरेका छौँ। अनि त्यो कोसेली लिनको लागि चाहिँ बुवा आमालाई यहाँ अगाडि उभाउनु पर्यो। म गइदिनु होला। बुवा अनि आमालाई अगाडि बोलाउँछु। त्यति ठुलो कोसेली हामीले रेडी गरेका छैनौँ, तयारी गरेका छैनौँ। हामी जति सकेका छौँ हाम्रो मण्डली परिवारको तर्फबाट, हाम्रो हृदयबाट अनि सबै कुराहरूबाट हामीले मायाको चिनो हामीले सानो सानो तयारी गरेका छौँ। बुवा आमा अगाडि आइदिनु होला। बाट हामीले यो सानो उपहार दिएको छौँ। अनि तपाईँहरू यदि इच्छुक हुनुहुन्छ, मलाई पनि दिनु मन परेको थियो, म व्यक्तिगत तर्फबाट दिन्छु बुवा आमालाई भनेर तपाईँहरू यदि इच्छुक हुनुहुन्छ भने तपाईँहरूलाई पनि यो समय छ, तपाईँहरूले पनि दिन सक्नुहुनेछ। छैन भने हामी केक काट्नेछौँ यो समयमा। यो अन्तिम प्रार्थना सन्तोष यसो अन्तिम प्रार्थना ल अन्तिम प्रार्थनाको घोषणा है पुरा बुझ्नु भने अनि सबैजना अनि म अन्तिम प्रार्थना गर्छु अनि त्यसको सूचना चाहिँ हाम्रो सन्तोषले गर्नुहुन्छ है। ल
धन्यवाद दिन्छौँ पिता परमेश्वर पवित्र आत्मा तपाईँ हाम्रो माझमा यहाँनिर मोती 18 को 20 पदमा हुनुहुन्छ प्रभु तपाईँ परमेश्वर सारा सृष्टि र सारा ब्रह्माण्डको मालिक हुनुहुन्छ जसलाई प्रभु सारा जातले परमेश्वर उद्धारकर्ता मुक्तिदाता भनिकन घुँडामा बसेर पुज्दछ प्रभु तपाईँ अचम्म र उदयका काम गर्ने परमेश्वर हामी यस्तो एउटा लुला लङ्गडा काग हुँदैनौँ तबसम्म प्रभुकै जय जय गर्दै रहनु सकौँ धन्यवाद भनी यो सानो केकलाई प्रभु तपाईँको हातमा राख्दै प्रभु अब हामी बाँडचुँड गरेर खानेछौँ प्रभु यसमा तपाईँ परमेश्वरको दया अनुग्रह भन्दै आउने दिनको र आउने सालको प्रभु इन्तजार गर्दै सम्झना राख्दै गर्न पाउँ जबसम्म प्रभु तपाईँको आगमन हुँदैन तबसम्म हामी सबैको साथमा यसरी नै रहिरहौँ आमेन हेप्पी 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 हुन्छ यो समय म हाम्रो सन्तोषज्यूलाई दिन्छु लिएर मात्रै जानु होला अनि तपाईँहरूको यात्रा सहज र सफल भएको होस् हामी प्रार्थना गर्नेछौँ अनि यहाँ जतिजना हामी रहनेछौँ हामी सबैजना पनि नानीहरू चाहिँ विशेष गरेर होला नगरी बस्दिनु होला बस्नु ल उता 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 आफ्नै ठाउँमा जाऊ त तिमीहरू परम्परा बस्नु नानी बुढी हेलो अनि कार्यक्रम सिद्धेको अब सिधै अब के फोटो हुँदैछ केक खाएर अब भात खाने जाने जाने हो सकियो है खिचौँ है जे गरेर अब यहाँ केकहरू बाँड्ने कार्यक्रम हुँदैछ दिदी यहाँ उले हुन् त साली कान्छीलाई पनि ए धमै गाइजहरू हामी चाहिँ आज चाहिँ क्रिसमसको यो केक खाने पनि दिने पनि केक बाँडामा हाम्रो कान्छी नै छ होइन यता अनिसा बहिनी पनि सहयोग गर्दै आएको छ हजुर दिदी यहाँ हाल्नु न चम्ची प्लेट त अनि सक्यो त अनि 50 वटा कार्यक्रम चाहिँ लगभग सकिसक्यो अब चाहिँ केक खाने कार्यक्रम चलिरहेको तपाईँ नखाने ल तिनजना त्यहीँ खाऊ ल यिनीहरू चाहिँ अब हाम्रो नानीहरूको बेस्टीहरू हो होइन अनि सोइबना कस्तो भयो त्यो एक्सपिरियन्स आज राम्रै भयो क्रिसमस डे मजा आयो हजुर मजा आयो ओके सेमियाङमा मलाई पनि मजा आयो मजा आयो? क्रिसमसमा आउँदाखेरि त्यो हेर्दाखेरि ओ माई गॉड नानीलाई चाहिँ रमाइलो लागेन लाग्यो साथीहरू आएर होइन साइनालाई लाग्यो ओके अब हामी केक खानेछौँ है त यी नानीहरू चाहिँ मेरो नानीको बेस्टी हो सो क्रिसमसको लागि सो रमाइलो गर्नलाई आएको हो होइन ल इन्जोय गर्नु है त ल साथीहरू खाँदै पिँदै कार्यक्रम सुरु भयो अब चाहिँ ल खाउँ है बिस्तारो बिस्तारो ल कस्तो छ बाबु दामी छ कस्तो मिठो छ भान्जा कस्तो छ भान्जा कस्तो छ ल ल ल ल खाउँ है ल ल खाउँ है खाउँ दुःख सुख खाउँ है ल तिमी अचार डिपार्टमेन्टमा हो ल है खाउँ है के हो यो चाहिँ मम्मी यतिखेर के को दुःख ल है साथीहरू क्रिसमस चाहिँ सकियो है हाम्रो तर्फबाट चाहिँ र देशका विभिन्न ठाउँहरूबाट राम्रैसँग मनाउनु भयो होला भन्ने हामी आशा गर्छौँ के भन्न चाहन्छौ त बुढी अब हाम्रो भिडियो जतिजनाले हेरिराख्नु भएको छ तपाईँहरूलाई चाहिँ क्रिसमसको धेरै धेरै शुभकामना अनि रमाइलो गर्नु होला हाम्रो भिडियोलाई हेरेर अनि साथ सपोर्ट पनि दिनु होला भन्न चाहन्छु यो 2026 25 होइन 25 लाग्यो 26 लाग्यो हो 26 पो लाग्यो त अब 26 लाग्यो नि अब 2026 लाग्यो अब 2026
लाई स्वागत गर्दै ह्याप्पी न्यू इयर अनि 2026 लाग्यो अब लाग्नु लाग्यो न्यू इयर त लाग्यो 2025 को क्रिसमस चाहिँ सकियो ल साथीहरू क्रिसमस चाहिँ सकिएको अवस्था छ र यहाँले हाम्रो भिडियोलाई यतिन्जेलसम्म धैर्य धारणका साथमा हेरिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद फेरि अर्को भिडियोमा भेट्नेछौँ है त बाई बाई अनि यो क्रिसमस ट्री चाहिँ मैले बनाएको मेरो आइडियाले है के कस्तो भएको नि बनाएर फोटो खिचेर